सो वाइ यु सुडन्ट अप्लाई जब विदाउट टेलरिङ यर प्रपर सिभी है। धेरैजनाले यो गल्ती गरेको देखेको छु। म्याक्सिमम् स्टुडेन्टहरूले चाहिँ के सोध्छ भने कतिजनाले सिभी पाइहालेको छु मैले, मजाले मैले जब क्र्याक गरिहाल्छु नि भन्ने हिसाबले अप्लाई ड्याम अप्लाई गर्ने गरे हुन्छ होइन। सो त्यो अप्लाई गरेपछि के हुन्छ भने आफ्टर फ्यु टाइम वेन यु डोन्ट गेट एनी कल्स अथवा इन्टरभ्यूको लागि कल्सहरू नआएपछि ओहो भएन अब म कोर्स जोइन गर्नै पर्ने भयो, टेलर गर्नै पर्ने भयो। अब त्यसपछि के हुन्छ भने टेलर गरिसकेपछि हामीले अप्लाई गर्दाखेरि के हुन्छ भने यु डिडन्ट ट्र्याक डाउन वेयर यु अप्लाइड होइन। अब त्यो अप्लाई गरेको ट्र्याक डाउन गरेको छ भने त द्याट्स अ बेस्ट थिङ, तर म्याक्सिममले गरे हुँदैन, 90%ले ट्र्याक गरेको हुँदैन। आम प्रिटी मच स्योर होइन। कहाँ अप्लाई गरेँ, हेल्प डेस्क रोल देख्यो झ्याप्प अप्लाई गरेँ, कहाँ अप्लाई गरेँ, के खालको कम्पनी थियो, दे विल नेभर नो इट होइन। सो अब के हुन्छ भने त्यही रोलहरूमा अथवा त्यही कम्पनीहरूमा फेरि अर्को रोल्सहरू आउँदाखेरि वेन यु अप्लाइड सेकेन्ड बेस्ट सिभिज विल नट अल्सो बी सेलेक्टेड होइन। त्यो पनि सेलेक्ट हुँदैन, किन यु अलरेडी अप्लाइड विथ लाइक द्याट ओल्ड सिभी, त्यो सिभी त्यहाँ उनीहरूसँग रिफरेन्समा बसिसकेको हुन्छ अन देयर एन्ड, र सेकेन्ड सिभी जाँदाखेरि इभन दो इट्स बेस्ट इट विल नट बी युज, बिकज त्यहाँ ड्रास्टिक चेन्ज भएको देखिन्छ। किनभने टेलर गरिसकेपछि हामी पनि मस्यो यो सिभी विल लुक कम्प्लिटली डिफ्रेन्ट होइन। हो त्यो वर्कआउटहरू गर्न सक्छ, तर यो कुराले गर्दा चाहिँ म्याक्सिममले चाहिँ इन्टरभ्यू कल्सहरू पाएको छैन। सो इफ यु आर रियली अप्लाइङ, अहिले एआईको जमाना छ, यु इभन डोन्ट निड पर्सन लाइक मी अथवा कोही पनि ट्रेनर चाहिँदैन। एआईले यु विल गिभ यु द बेस्ट सिभी। मैले त्यहाँ एउटा भिडियो पनि बनाएर हालेको छु कसरी हामीले चाहिँ सिभी टेलर गर्न सक्छौँ। यु क्यान वाच इट इन आवर युट्युब च्यानल एज वेल होइन। सो सिभी टेलर गर्नलाई मान्छे चाहिँदैन अब, तर इट्स मोर लाइक प्रोफेसनल एक्सपिरियन्स सेयर गरेर तिम्रो सिभीमा भएका कुराहरूको बारेमा टपिकहरूमा चाहिँ हामी बढी कुरा गर्छौँ कि। मैले सिभी रिभ्यू गर्दाखेरि त्यो हो, इट्स प्रिटी मच इजी। अर्को एउटा सिभीलाई जस्ट युजर नाम र ठेगाना चेन्ज गऱ्यो, इमेल आइडी चेन्ज गऱ्यो भने इट्स रेडी फर यु, तर केमा फोकस गर्नुपर्छ भन्ने कुरा चाहिँ बढी हामी कुरा गर्छौँ। सो इफ यु आर अप्लाइङ जब, इफ यु आर हन्टिङ एन आइटी जब्स इन अस्ट्रेलिया, मैले मेरो सजेसन भनेको मेक यु सिभी बेस्ट पर्फेक्ट एन्ड अल्सो ट्र्याक डाउन वे यु हेभ अप्लाइड है। जहाँ जहाँ अप्लाई भएको छ ट्र्याक गर्ने बानी गर्नुपर्छ। मैले यो जबमा चाहिँ अप्लाई गरेको थिएँ, मैले यो कम्पनीमा अप्लाई गरेको थिएँ। सो मैले मेरो क्लास सुरु गरिसकेपछि पिडी सेसन गर्दाखेरि द फर्स्ट थिङ आई अलवेज टेल माई स्टुडेन्ट इज सिभीमा भएका कुराहरूलाई चाहिँ बाई हार्ट थाहा हुनु पऱ्यो। मेरो सिभीमा के छ भन्ने कुरा र त्यो इच टपिक वाट इट इज एबाउट भन्ने कुरा थाहा हुनु पऱ्यो र एन्ड देन यु क्यान स्टार्ट हन्टिङ डाउन द जब। तर हन्टिङ डाउनमा पनि एज पर गोइङ थ्रु द कम्पनी, मैले कुन कम्पनीमा अप्लाई गरेको छु, एक्सपेक्टेड स्यालेरी कति राखेको छु, हरेक कुराहरू चाहिँ बाई हार्ट हुनु पऱ्यो। सो अप्लाई लेस बट मेक इट स्योर एकदम राइट टाइम